जब सीता रानीलाई र लक्ष्मणलाई भोक लागेर रामचन्द्र उनीहरूलाई खानेकुरा खोज्न भनी अनकण्डा जङ्गलमा कन्दमूल खोज्न जाँदै थिए। जाने बेलामा यहाँ म हिँड्दाखेरि कुनै कनिष्ठ हुन सक्छ, त्यसैले तिनीहरू एउटा घेरो कर्मको घेरो बसालिदिनेछु, घेरोभन्दा बाहिर जान नदिनु। भाइ लक्ष्मण तिमीले भाउजूलाई कुर्नु भनी कर्म रेखा कायम गरी भगवान रामचन्द्र जङ्गलमा कन्दमूल खोज्न जाने बेलामा कर्मरेखाको भित्र सीता रानीलाई र लक्ष्मणलाई कुर्न लगाई उनी कन्दमूल खोज्न जाँदै थिए। त्यसै बखतमा हे अलग अलग भिक्षा भन्दै एउटा जोगी आयो, अलग अलग भिक्षा भन्दै, हो कि होइन? हे भगवान, एउटा जोगी भिक्षा माग्न आयो, अल्ली पर सुनको मृग बुर्कुसी मार्न लायो, रावणले छल गर्यो सतीत्वलाई हर्यो, रावणले छल